सो आज चाहिँ आलु निम्कीमा खाने हिलो पकाउँ। त्यो हिलो बिना चाहिँ आलु निम्की अधुरो छ, जस्तै माया प्रेम बिना जिन्दगी अधुरो छ, त्यस्तै आलु निम्की चाहिँ हिलो बिना अधुरो छ। एउटा कराई बसाउने, तेल हाल्ने, त्यस पछाडि कालो जिरा र सुकेको खोर्सानी फुराउने, अनि त्यस पछाडि अदुवा लसुन फुराउने, त्यस पछाडि टमाटर हालिदिने, टमाटर सँगसँगै बेसार अनि नुन, अनि अलिकति त्यसमा थोरै अजिना पनि एड गरिदिने। अनि यो अजिना पनि हालिसके पछाडि चाहिँ यसलाई लिद्दी निस्किउन्जेल यसलाई यस्तो दम दिएर घोटी यो टमाटरको लिद्दी निस्किने गरी यसलाई पकाउने। अनि यतापट्टि घोलेर रेडी पारेर राखेको गिलो, यो बेसनमा फुड कलर हालेर बनाएको गिलो टक्कसँगले यो कराईमा हालिदिने, सर्लक्कै हालिदिने है गाइज, सर्लक्कै। अनि यसलाई फेरि के छ र, अनि यता उता उपर निचे पूर्व पश्चिम उत्तर दक्षिण गरेर मजाले यसलाई चलाउने। अनि यति चलाइसके पछाडि चाहिँ काटेर राखेको आलु पनि यसैमा हालिदिने है। म चाहिँ यसैमा हालेर पकाउँछु। आलु निम्की बनाउँदाखेरि आलु चाहिँ यसैमा हालेर, अनि आलुलाई हालिसके पछाडि चाहिँ यो हिलोमा यसरी आलुलाई पौडी खेलाउने, यस्तो मजाले आलुलाई पौडी खेलाउने है। यसलाई चलाउँदै जाने पौडी खेलाउँदै जाने। अनि त्यस पछाडि हाम्रो गिलो यत्तिको बाक्लो हुँदै आउँछ। बाक्लो भन्दा नि पुरै बाक्लो पनि नि, ठिक्क यत्तिको बाक्लो। हिलो चलाउँदा चाहिँ हिलो यत्तिको हुन्छ है, मजाको धान रोप्ने जस्तो हिलो भयो कि भएन भन्नु त। अनि अब यत्तिकै हिलो पाकिसके पछाडि चाहिँ हामीले ग्यास टक्क मारिदिने। अनि त्यस पछाडि एकछिन सेलाउन दिने। अनि त्यस पछाडि आलुदममा यो हिलो, आलु निम्कीमा यो हिलो